बाजेले भने लाग्दैन थियो अब म यतिकैमा सिधिने रहेछ भन्ने लाग्यो हाराको होइन म अक्सिजन सिधेर पसिरहेको अक्सिजन सिध्यो अब अक्सिजन सिधेपछि हिँड्नु सकेन रन पर्यो 2 दिनसम्म केही पनि खाएन अनि त्यहाँ म त्यो आइस भन्ने चाहिँ बरफ चपाउँदै बसेँ अब यता बरफ चपाउँदाखेरि दाँत पनि दुख्यो चपाउनु त्यो बरफ त्यो अनि त्यता हुन्छ बरफ चाहिँ पुरा चपाएँ अक्सिजन थिएन खानेकुरा त त्यही चक्लेटहरू थियो अब गोजीमा अब अनि त्यही त्यो अहिले नयाँ स्यानिसेको छ नि त्यस्तो अनि त्यो अलिकति भिजाउँदै अनि पानी भिजाउँदै खायो हिउँमा त्यसले गरेर खतरा कुरो चढेर अलिक माथि चढेर निस्केर फेरि उता आउनलाई माथि बाहिर निस्किन सक्ला जस्तो लाग्यो कि अनि त्यहाँबाट चाहिँ फेरि ल सक्दो रहेछ भने त त्यतै नि डोरी खोजेर गएँ डोरी हुन्छ त्यो डोरी कहाँनिर रहेछ डोरीको एरिया खोज्दै गएँ अर्को ठाउँमा डोरी पाएपछि त्यहाँबाट डोरीमा समातेर उता गयो फेरि त्यहाँ पनि अर्कै पहिरो आएको रहेछ त्यहाँबाट फेरि आउला जस्तो त्यो फेरि खाल्टो कुलिरहेछ डाँडा काटेर कता डाँडा काटेर अनि त्यहाँबाट तल आयो त्यो उनीहरू बाहिर निस्केपछि रातभरि हिँड्यो त्यो दिन भोलि पनि हिँड्यो रातभरि पनि हिँड्यो अनि ठ्याक्कै रातभरि हिँडेपछि त्यहाँ बिसिएम भन्ने ठाउँमा आइपुग्यो यो एसपिसी भन्ने एउटा कम्पनी हुन्छ उनीहरूको केटाहरू माथि सामान गर्नुलाई जाँदो रहेछ त्यहाँबाट भेट्यो अनि उनीहरूले यसलाई गरेर बोकेर ल्यायो त हामी छक्क पर्यो नि मान्छे देख्दा नि छक्कै परेको हामी त धेरै नै छक्कै पर्यो म त अब त्यसरी फर्केर आउँदैन होला भनेर धेरै टेन्सनमा पनि थियो अब मेरो बुढा फर्केर आयो होइन जीवितै आयो मलाई त्यसमा खुसी नै छु अबदेखि चाहिँ त्यस्तो नहोस्